गाइसहरु खैरको यात्रा है हाम्रो। यो चाहिँ खोप्रा डाँडाबाट देखिने भ्यू चाहिँ गाइस हेर्नुस् यात्रा खैरको डाँडा खोप्रा। ल यहाँ समाइदेऊ त म आउँछु त्यहीमा लैन ओए सर्ने पार्टीहरू हानिन्छ। यो डाँडामा यो त ठिकै थियो नभए देखेछ यो अहिले यहाँ आँधेर छ क्या अहिले त्यो दोवागन कति राम्रो छ हेर बेलुकी बेलुका फेरि हाम्रो तल आँधेर हुन्छ यो दवा पानी दवा पनि हाई गाइस हामी चाहिँ भिडियो है एकदम रमाइलो भएको छ हामी खोप्राको के अरे होइन खैराको खैर खोला बसेको लाम यहाँ समाउट अनि भने यसो गरेर समाएर अनि म यता गरेको छु यस्तैमा चिया खाँदै यस्तै सन्चै उता घुमाएर लगेर उसलाई देखाऊ उसलाई मात्रै म उता गएर बसेको हुन्छु यता हिमाल आउँछ यो चाहिँ वनमा हुने बिग फुल हो है गाइस हामीले चाहिँ नचिनेर टिपेर खेलाको अवस्था हजुरहरूले चाहिँ चिन्नु होला यो पर्पल कलरको खैरको यात्राको तेस्रो दिन आज कुर्सीपुरानी माताको दर्शन गर्न जान लागेको है हामी। यो फुल चाहिँ बिग फुल है गाइस हामीले चाहिँ नचिनेको अवस्था र खेलाको अवस्था होइन यहाँ बिक लाग्ने रहेछ हामीलाई थाहा नभएको अवस्था त्यही पनि भगवानको आशीर्वादले केही नभएको अवस्था खैर खोलाको दृश्य है गाइस ज्यान गर्नु लाग्यो त्यसलाई अब सल्लाह गर्यो
विद्या यता हेर ढोकेदारी सिद्धको दर्शन दिदी हेर्नु भिडियो बनाएको सबै हालेछ नि चराउने कुरो विद्याकोमा चाहिँ है जुई चाहिँ ठपक्कै हेर न जान्छु दिदी को मन्दिर अनि ताल तालमा 60 रु विद्या दिदी रक्षा गरिदिनु सबैको मनाङ्क्षा पुरा होस् खैर भरानी माताको नरेल फुटाउने र के अरे बाटी बगाउने ताल खसी काट्ने बर माग्ने मन्दिर कहाँ रे घन्टी पनि ल्याउने बर माग्ने ठाउँ यो पोखरीमा चाहिँ खैर भरानी माताको बर माग्ने ठाउँ हामी पूजा गरी फर्किरहेछौँ हामी बिस्तारै कस्तो भइरहेछ गाइस दिदी नि देखिनु न खै भरानी दर्शन गर्न जाँदाखेरि खुसी छु एकदम रमाइलो छ सुस्तरी ओह्रालो झर्ने कर्मचारी नै छ अहिले अलि धर्मी छुट्टी आउने ओह्रालोमा आउँदै हुनुहुन्छ ल विद्या टुक गरेर चाहिँ तिमी अगाडि गएर यो समय र त्यस्तैमा फर्काउने त्यो चाहिँ न त्यही होस् है हेलो हामी फर्किँदै हेलो रमाइलो छ विद्यानी हुनुहुन्छ तिमी उताबाट फुल्लिएर आऊ कि यता यस्तै त्यतै गरेर उता जाऊ अनि फर्क्यौ ल हिँड ल फर्क्यो यो चाहिँ दुईजनाले टिकटक बनाउन लागेको अवस्था यो चाहिँ